आरबले त्यही मोबाइलबाट आफ्नो मोबाइलमा 3 पटक फोन गर्यो र एउटा अधुरो भोइस मेसेज पठायो। भित्रभित्रै उसलाई थाहा थियो कि धक्का उसैले दिएको थियो, तर यदि उसले यो स्वीकार गर्यो भने उसको करियर समाप्त र जेल हुन्छ, साथै परिवारको नाम पनि ध्वस्त हुन्छ। त्यसैले उसले सबैलाई झुटो बोल्यो। उसले आफ्नो अपराधलाई दुर्घटनाको नाम दिएर एउटा कथा बनायो र अन्तमा आफूले पनि त्यही सत्य हो भनेर विश्वास गर्न थाल्यो।